आज चाहिँ 3 महिनादेखि एकदमै सजाएर माया गरेर जतन गरेर राखेको मेरो स्पेसल मायाको चिनो म पब्लिस गर्दैछु गाइज। दिस इज भेरी स्पेसल टी सर्ट फर मी, किनभने यो टी सर्ट जब म नेपालबाट दुबई आउँदाखेरि मेरो एकदमै ह्यान्डसम प्यारी कान्छी दिदीले दिनुभएको मायाको चिनो हो। सो मेरो लागि एकदमै स्पेसल छ। आज 3 महिनापछि लगाउने मौका पायो। सो मार्केट जान लागेको, के सामानहरू किन्नु छ, किचनको आइटम एन्ड फ्रुट्स एन्ड डाइटहरू किन्नको लागि म रेडी हुँदैछु जान टक्क गाइज। अनि स्प्रे, बडी स्प्रे, देन गाइज सनस्क्रिन चाहिँ अनिवार्य लाउनै पर्छ किनभने स्किन भेरी सेन्सिटिभ। सो धन्न नेपाल गएर ट्रिटमेन्ट गरेर सन्चो भयो पिम्पल्सहरू। आई एम भेरी ह्याप्पी फर द्याट। अनि मेन इम्पोर्टेन्ट कुरा, मेरो फाइनेन्सियल कन्डिसन यस्तो छ। प्रिय फ्यामिली, प्रिय दाजुभाइ, दिदीबहिनी, साथी, मलाई माया गर्नेहरू सम्पूर्ण बुझिदिनु होला। दुबईमा एकदमै धेरै महँगो छ, हरेक कुरा एक्सपेन्सिभ छ होइन। त्यही भएर म धेरै हेल्दी फुडहरू खान्छु किनभने हेल्थ इज वेल्थ भन्ने प्रायोरिटी राख्छु। त्यही भएर मेरो खर्च धेरै हुन्छ। सो गाइज मेरो फ्यामिलीले बिस्तारै बुझ्छ होला। हेभ अ गुड डे अल अफ यु गाइज।